नेपालीलाई फाइदा के भयो? उही विदेशीहरूलाई, गोरेहरूलाई, युएनहरूलाई देखाउने बाहेक बढ्यो, वन जङ्गल बढ्यो भनेर देखाउने बाहेक हामी नेपालीलाई फाइदा चाहिँ के भयो? त्यो पनि त सोच्नु पर्ला नि त। केही हदसम्म बढ्यो, राम्रो भयो, ठिक छ, तर बढ्दै गर्दाखेरि तपाईँले अधिकांश हेर्नुभयो भने अहिले सल्लोको समस्या कति व्यापक छ। हामीले कुन जातिलाई बढायौँ? हामीले बर पिपल बढाइदिएको भए अहिले बाँदरको समस्या पनि अलिकति कम हुन्थ्यो होला। अब सल्लो हेर्नुहुन्छ भने जहाँसुकै विगत 20-30 वर्षमा व्यापक रूपमा नेपालभरि लगभग ठुलो रूपमा बढेको छ होइन। त्यसको हामीले इन्डिकेटर देखिरहेका छैनौँ। सबै राम्रा राम्रा मात्रै कुराहरू भयो, यसमा नराम्रा कुराहरू, अलिकति समस्याका कुराहरू केही पनि भएनन्। अब त्यो सल्लोकै कुरा गर्ने, सल्लोकै हेर्नुहुन्छ भने सल्लोको वरिपरि उसले पानी व्यापक रूपमा तान्छ होइन। अनि सल्लोको त्यो पात झरिसकेपछि न त्यो चाँडै कुहिन्छ होइन, अनि त्यो ड्राई हुन्छ, अनि चाँडै आगो लागि लाग्छ, न त्यो बाँदरले प्रयोग गर्न मिल्छ, न त्यो काठ प्रयोग गर्न मिल्छ। तलपट्टि खानेपानीको पुरै स्रोतहरू, मुहानहरू सुक्छन्। यहीँ काठमाडौँ वरिपरि कतिपय मुहानहरू, पोन्डहरू सबै सुकिसके। अब अहिले यत्रो 20-30 वर्षको समस्या मन्त्रालयले नै समाधान गर्न खोजिरहेको छ। मन्त्रीज्यूलाई पनि यस विषयमा थाहा छ र अहिलेको नीति कार्यक्रममा पहिलोपटक नेपालको 20-30 वर्षमा पहिलोपटक अब यसलाई चाहिँ हामीले रिप्लेस गर्दै जानुपर्छ बिस्तारै भनेर पहिलोपटक आएको छ। फेरि जनताले पनि अब 30 वर्षको समस्या छ, बल्ल नीति कार्यक्रम आएको छ, अब हामीले कार्यान्वयन गर्दैछौँ, रिप्लेस गर्दैछौँ, अब भर्खरको भर्खरै समस्या समाधान भएन भनेर जनताको फेरि इच्छा छ त्यहाँनिर छ। फेरि